98 करोड पुँजी भएको जलविद्युत कम्पनी बीबी रेटिङ भएको फेरि अर्को आइपिओ यही फागुनमा खुल्दैछ। 4.96 मेगावाट आयोजना सञ्चालनको तयारीमा र अहिले सर्वसाधारणका लागि आइपिओ खुल्दैछ। के यो आइपिओ तपाईका लागि सुनौलो अवसर हो कि मध्यम जोखिम भएको लगानी? आजको भिडियोमा हामी यस कम्पनीको सबै मुख्य कुरा, पुँजी संरचना, रेटिङ, प्रोजेक्ट अवस्था र जोखिम सीधा र स्पष्ट रूपमा बुझ्नेछौँ। भिडियो अन्त्यसम्म हेर्नुहोस् किनकि अन्त्यमा म तपाईलाई मेरो व्यक्तिगत विश्लेषण पनि दिनेछु। नमस्कार, स्वागत छ तपाईलाई इन्भेस्ट न्यू युट्युब च्यानलमा, जहाँ हामी दिन्छौँ शेयर बजार, आइपिओ र लगानी सम्बन्धी स्पष्ट र वास्तविक जानकारी। आज हामी कुरा गर्दैछौँ शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपिओ बारे। आवेदन खुल्ने मिति फागुन 17, 2080, छिटो बन्द मिति फागुन 22 र यदि पूर्ण आवेदन नपरेमा चैत 1 सम्म म्याद थप हुनेछ। कुरा गरौँ कति किता शेयर। कम्पनीले प्रति किता 100 रुपैयाँ अंकित दरमा 18,42,600 किता शेयर सर्वसाधारणका लागि जारी गर्दैछ। कुल जारी पुँजी 98 करोड रुपैयाँ, 32.65% शेयर सर्वसाधारणलाई छुट्याइएको छ। इस्यु म्यानेजर यस आइपिओको बिक्री प्रबन्धक हो ग्लोबल आइएमई क्यापिटल लिमिटेड। कम्पनीको क्रेडिट रेटिङ आइसिआरए नेपाल लिमिटेडले BB- अपग्रेड गरी BB दिएको छ, जसले मध्यम जोखिम तर सम्भावनायुक्त कम्पनी भएको सङ्केत गर्दछ। अब कुरा गरौँ कम्पनीका प्रयोजनाहरूको बारेमा। शिखर पावर डेभलपमेन्ट लिमिटेड 2014मा स्थापना भएको हो र 2022मा पब्लिक कम्पनीमा रूपान्तरण गरिएको थियो। 4.96 मेगावाटको भीमखोला सानो जलविद्युत आयोजना, व्यावसायिक उत्पादन 2025 जनवरीदेखि सुरु गर्ने लक्ष्य। 6.05 मेगावाटको लोअर भीमखोला क्यास्केड आयोजना 2027 जुनसम्म सम्पन्न गर्ने योजना। दुवै आयोजना बागलुङ जिल्लामा रहेको रन अफ रिभर प्रकारका हुन्। यदि तपाईँ जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक हुनुहुन्छ भने यो आइपिओ तपाईँका लागि एउटा अवसर हुन सक्छ। तर लगानी गर्नुअघि कम्पनीको वित्तीय अवस्था, जोखिम र आफ्नो लगानी क्षमताको मूल्याङ्कन अवश्य गर्नुहोस्। यदि तपाईलाई यस्तो सरल र स्पष्ट आइपिओ विश्लेषण मनपर्छ भने भिडियो लाइक गर्नुहोस्, साथीहरूलाई शेयर गर्नुहोस् र इन्भेस्ट न्यूलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। म फेरि अर्को आइपिओ अपडेट लिएर आउनेछु। धन्यवाद।